हेलो एभ्रिवान आज हामी जाँदैछु मेडिसिन वाटर भनौँ भन्दा दबाई पानी के को मेडिसिन वाटर पो त सिलगढीबाट आएको छ एडविन दाई सेलिङको अन्त म त छु हेलो च्यानल वेलकम टु माई गाइस अन्त राइट नाउ दबाई पानी जाने बेलामा पानी पर्यो हाम्रो यो सुरु आइपुग्यो हामीले पर्खिरहेको थियो हो लो 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 दिपेन्द्र यहाँ पानी पर्दैन ढाड दुख्दैछ घाँटी दुख्दैछ भने चाहिँ यहाँ कन्ट्याक्ट गर्नु होला क्रिस स्पोर्ट वेयर क्रिस आम्बो अब क्रिसले चलाउँछ तार्छ मेरो अड्किरहेको छ यसरी आज बाटो ब्लक भएर हेलो सरी भन्दैछु के हालिदिन्छु म गर्छु नि हामी पुग्यो वाटर मेडिसिन दबाई पानी तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो चर्च हो दबाई पानी हाम्रो ब्रान्च चर्च अन्त यहाँ मैले ड्रम्स बजाउँदैछु मलाई तर बजाउनु आउँदैन अन्त तपाईँले देख्न सक्नुहुन्छ हाम्रो युथहरू आइरहेको थियो अन्त देयर वर मेनी युथ्स टु बी अनेस्ट सम डे आई विल इन्ट्रोड्युस एभ्री वान एकजनाको नामसहित अन्त त्यो चाहिँ भिडियोमा आउनेछ सो टिल देन वाट्स आवर भ्लग बुढा भइरहेको नि त अब यो पनि हाल्छ त Hi everyone. पनि आएको छ हामी भिजिटिङको लागि जाँदैछ अब एन्ड मुभिङ अन हामी फर्स्ट घर भिजिटिङ जाँदै गर्दा बाटोमा तपाईँको मकै थियो यस मकै एभ्रिवेयर मकै 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 अन्त कति जग्गा फर्सी देन वी वर गोइङ देयर तपाईँले हेर्न सक्नुहुन्छ द भ्यू वाज सो गुड होइन इट वाज सो क्लियर आउट देयर तपाईँले चिन्नुहुन्छ हाम्रो रिल बोय एकदम ऊ चाहिँ क्वाइट फेमस छ हो लास्टको रिलहरूबाट हेलो भन्नु ऊ चाहिँ हाम्रो नयाँ भाइ नाम के भनिदेऊ मेरो नाम प्रणव यस एलविनको साथी हेलो एलविन भाइ हामी चाहिँ नथु हिज नेम इज नाथन बट मैले यसको क्युट नेम राखिदिएको नथु हिज नेम इज नथु अनि एन्ड्रोन भाइ ऊ चाहिँ अलिकति यहाँ थियो ऊ चाहिँ सिरियस ड्युट होइन हाम्रो फेभरेट भाउजू र दिपेन्दा होइन आज छैन नि हात मेरो फेभरेट अन्त उनीहरूको फेभरेट चाहिँ म अनि मेरो अङ्कको घरमा छ ट्रन छ हौ सबैजना ल गाइस हामीहरू आइपुग्यो कहाँ आइपुग्यो है हामी एउटा अङ्कको घरमा आइपुग्यो के गर्नु आएको हामी प्रस्तावमा आएको बिल्डिङ हुन्छ ल ल गाइस बाई बाई महिमा आदर करते हुए अपने हाथ उठाकर हम हर
आराधना करते हैं महिमा करते हुए अपने हाथ उठाकर हम आराधना करते हैं तिमीमाथि चम्काउन् र तिमीलाई अनुग्रह गरून् परम प्रभुले आफ्नो चेहरा तिमीमाथि प्रकाश गरून् र तिमीलाई शान्ति दिउन् युथहरू आइरहेको छ हो तपाईँलाई कस्तो लाग्यो युथहरू आएर प्रार्थना गरे हामीले तपाईँहरूको लागि हो तपाईँलाई कस्तो लाग्यो क्रिसमस बजाएपछि एकदमै खुसी लाग्यो हाम्रो एलएकी मण्डलीका युथहरू है युथहरू चाहिँ खाम्बोर हो है यसरी आएको छ प्रार्थना गर्दैछ एकदमै खुसी छु एउटा It's now 4 o'clock. Now we are going अर्को घर. We still have 5 homes left. भर्खर दुईटा मात्रै सकेको. रोड जाँदैछ. फुल देख्न सक्नुहुन्छ. The view is so nice. माथि दार्जिलिङ यतापट्टि दार्जिलिङ बजार. यस्तै पनि रन्जु दिदी कस्तो लागिरहेको छ युथहरू आएर यहाँ प्रार्थना गर्दैछ भिजिटिङ गर्नुभएको छ बेलुका हामी 100 पिरियड छ हो त्यसमा तपाईँ के भन्नुहुन्छ कस्तो लागिरहेको छ एकदम खुसी लागिरहेको छ हाम्रो युथ भाइ बहिनीहरू आउनुभयो होइन आशिषित अब भएर जानेछ भन्ने विश्वास गर्छु होइन आशिषित त आशिषितै छौँ होइन तरै पनि अझै पनि आशिष बटालेर लिएर आएको छ भन्ने चाहिँ विश्वास गर्छु अरू बेलुका अब प्रार्थना हुन्छ सेवा हुन्छ हाम्रो बेलुका 9 बजीदेखि त्यसमा तपाईँ कति एक्साइटेड छु एकदमै धेरै धेरै एक्साइटेड भइरहेको छु हुन्छ ल हुन्छ प्रभुले आशिष दिउँ ल ल थ्याङ्क यू मेरो भाइ कस्तै फोन छोडेको बाई बाई हामी अब सकियो यता पनि वी आर डन आम्बो सो नाइस भ्यू यहाँ बनाउनुहोस् हाम्रो अङ्कलको हुनुहुन्छ यहाँ हामीले प्रेयर गर्न सकिसक्यो वी आर हेडिङ टु लास्ट होम अन्त भ्यू के दामी वाउ ल यहाँनिर म भन्नुहोस् न गीतहरू आइरहेको छ हो यहाँनिर अब यहाँनिर प्रार्थना गर्नुको लागि दबाई पानीको लागि होइन हामी प्रार्थनामा आइरहेको छ कम्बाइन्ड फेलोसिप पनि हो तपाईँ अब कस्तो लागिरहेछ धेरै राम्रो अब दबाई पानीमा यसरी अब यो दार्जिलिङबाट यसो परिश्रम गरेर आइरहेको छ है एकदम खुसी लागेको छ हाम्रो मण्डलीको सबै हामी सदस्यहरू खुसी छौँ र यहाँनिर हामी सबैलाई एकदम जोग गरिरहेका छौँ होइन धेरै धेरै तिमीहरूलाई धन्यवाद प्रभुले धेरै आशिष दिउँ युथको नानीहरूलाई बिचरा कतिजना त अब मजबुरी थियो होला कतिजना त आउनु नसक्ने थियो होला तर एउटा अब सेवा भनेर उनीहरू आइरहेछ है प्रभुले धेरै आशिष दिउँ एकदम राम्रो कुरो उहाँले अब युथको भाइहरूले यहाँ हामी जति सदस्य भए तापनि भिजिट गऱ्यो राम्रो गऱ्यो भिजिट गरेर टाढो अब आशिष घर त्यहाँदेखि टाढो पर्छ यहाँसम्म पुग्यो अब नानीहरू है भिजिट गर्नुको लागि हामी एकदम खुसी छौँ हामी मण्डली सबै परिवारै खुसी छौँ हामी दही पनि आइरहेको थियौँ अन्त हामी बार्बिक्यू पनि खानेछ अन्त बार्बिक्यूको लागि प्रिपरेसन्स बिन डन एन्ड हाम्रो पुरै पनि हुन्छ मिडनाइट छ युथहरू भाइहरू
लगइन गर त बुझ्दा पसन्द यता अरे आउँछ यो चाहिँ एकदम हामी आज फर्किँदैछ हामी सुत्यो पनि हो होमस्टेमा सुत्यो हामी अङ्कलहरूको थ्याङ्क यू अङ्कल थ्याङ्क यू अङ्कल हामीलाई होमस्टेमा सुतिदिनु भएकोमा हाम्रो ब्रेकफास्ट छ हाम्रो प्रशान्त छ प्रशान्त हामी मिस गर्छ प्रशान्तलाई प्रशान्तलाई चाहिँ मिस गर्छ किनभने प्रशान्तलाई हामी बेला बेला मात्रै भेट्छ नि त दादा आयो भने खुसी लाग्छ अब Yes, that was the end of the video. Then we returned. Thank you everyone for watching the video. Thank you Doi Pani. हामीलाई welcoming गर्नुभएकोमा. Thank you for the welcoming heart. And yes, हामी युथहरुमा grow हुँदैछ. Trying to be perfect as our Christ. And thank you पिता परमेश्वरलाई यो समयको लागि पनि. जय मसीह सबैजनालाई. Bye bye.